आज चाहिँ हामी बुवाको जापान भ्रमणको लगभग चाहिँ उत्तरार्ध भनौँ न। अब आज अन्तिम दिन केही छिनमा चाहिँ हामी प्लेन चढेर जाने तयारी छ। त्यसको चाहिँ अब प्लेन डिले भएको हिसाबले यो नागरिकतासान घुम्ने अवसर मिल्यो र त्यसैको सिलसिलामा चाहिँ हामी आज नागरिकतासानको चाहिँ परिसरमा छौँ। कस्तो लाग्छ अब हामी अब हिन्दू धर्म विश्वास गर्ने मान्छे यस्तो अब मठ मन्दिर भनेपछि एकदम अब हामीलाई त अब होइन मठपछिबाट चाहिँ अब धर्म कर्मपट्टि भयो मान्छेलाई इन्ट्रेस्टको विषय भयो र आज चाहिँ ठ्याक्कै यो चाहिँ नागरिकतासान पुरानो मन्दिर एउटा चाहिँ जापानको ऐतिहासिक मन्दिर घुम्न पाउँदा यस खुसी नै छौँ हामी होइन। खुसी छौँ र अब अरू के भन्न चाहनुहुन्छ नागरिकतासानबाट के चाहिँ प्रार्थना छ तपाईँको? अब सबैलाई राम्रो होस्। ल सबैलाई राम्रो होस् भन्ने बुवाको प्रार्थना पनि रह्यो, मेरो पनि त्यही रह्यो। तिम्रो के छ? अब यही अवसरमा चाहिँ अब यहाँ चाहिँ हाम्रो ज्वाइँ बहिनी र भान्जी तिनजना मिलेर चाहिँ हामीलाई नागरिकतासान चाहिँ घुमाउनुको ल ज्वाइँ बहिनीलाई पनि एकपल्ट जापान आएको लगभग 13 वर्षभन्दा बढी भयो, तर नागरिकतासानमा चाहिँ भनौँ चाहिँ सिकामै 5 वर्ष कति वर्ष बसेँ, तर यहाँ आउने अवसर मिलेको थिएन। आज यो अवसर एउटा सुनौलो अवसर जुट्यो, यसको लागि चाहिँ हाम्रो ज्वाइँ बहिनीलाई चाहिँ धेरै विशेष धन्यवाद होइन। अरू त अब के छ बोलाउनु सुविधा पनि केही राख्न तिमी यसो केही बोलाउनु सुविधासँग केही राख्नुहुन्छ तपाईँ? ल अहिले भाउजू ल अहिले राख्नु ल। अब हाम्रो चाहिँ जस यात्रा निरन्तरै भइरहेछ। हामी अब यतापट्टिको लाइफ हेर मन्दिरहरू यिनीहरू नै हुन् नागरिकतासानको। यो चाहिँ एकदम फेमसै मन्दिर हो यो। ल के छ सुविधासान, कस्तो फिल भइरहेछ आज? अलि ठुलो स्वरले बोलाउँ न, खै त्यति सुनिएन म। अलि ओके गइदियो भने गाइसिमस् हो। अब बुवाको नि यसो दिनु नि त यसो केही अब ताजा अवस्था। घुमफिर गर्दाखेरि धेरै रमाइलो लाग्यो, मलाई खुसी लाग्यो। ज्वाइँ छोरी बच्चा बच्ची सबै घुम्दाखेरि जस हामी खुसी छौँ भन्ने कुरो हो। हामी निरन्तर छौँ। अब अर्को स्टेपमा फेरि हामी आइरहन्छौँ होइन। यो भिडियो निरन्तर आउँछ। अब सरस्वती हेर्दाखेरि यो चाहिँ एकदम फुरै संरचना को रूपमा पाइयो। धेरै पुरानो संरचना भन्न सक्छौँ हामी, अन्दाज गर्न सक्छौँ। समथिङ के यामादा समथिङ के लेखेको छ। म चाहिँ खान्जी त्यति त कोही पढ्न नजान्ने भएर मैले पढ्न सकिनँ। उतापट्टि चाहिँ अब शिलाहरूमा के लेखेर टाँसेको छ। यस्तो यस्तो छ नागरिकतासानको समग्र अवस्था। एकदम पुरानो ऐतिहासिक अनि एकदम ठुलो पनि के एकदम विशाल संरचना नै भन्न सक्छौँ हामी। हाम्रो घुम्नमा यात्रुहरू निरन्तर लागिरहनु भएको। यस्तो छ नागरिकतासानलाई चाहिँ नजिकबाट निहाल्दाखेरि यो नागरिकतासान चाहिँ विशेष गरी मैले बुझ्दाखेरि लगभग म चिबामै कारणले गर्दाखेरि 12-13 वर्ष अगाडिबाटै थाहा पाउँछु, जहाँ चाहिँ नयाँ वर्षको दिन चाहिँ विशेष मेला लाग्छ। र यो जस्तै अब के दिन्छ पनि ट्रेन पनि त्यो दिन चाहिँ अब अरू दिन चाहिँ 12 बजे बन्द हुन्छ नि, त्यो दिन चाहिँ रातभरि चल्छ। त्यति महत्त्व भनौँ न। यो चाहिँ नयाँ वर्षको दिन चाहिँ मान्छेहरू यसरी घुम्न आउनलाई चाहिँ एकदम निकी नै भएको ठाउँ हो यो। यस्तो छ है। यहाँ चाहिँ खोइ यो चाहिँ यहाँ रक्सीको बोतलहरू पनि देखाएको छ। जहाँ भन रक्सीको बोतल त खामसामाले खान्छन्, मान्छेहरू खामसामाले खान्छन्, अरू मान्छे सामाले पनि खान्छन्। यहाँ चाहिँ उसाके चाहिँ अब नर्मल मान्छेको आतारीमा आएकै चिज हो। ल अब हामी अब अहिले निरन्तर छौँ है, निरन्तर छौँ। म यही मान्छे हो जो निरन्तर अहिले बोलिरहेको छु। ल नागरिकतासानसँग चाहिँ मेरो यही प्रार्थना छ, सबैलाई राम्रो होस्, सुख शान्ति समृद्धि। ल हामी अहिले चाहिँ अब फेरि यो मन्दिरबाट चाहिँ यहाँ बेबी कार्ड चाहिँ हामीले यहीँ राख्ने नि त। ल हामी निरन्तरै झऱ्यौँ अब। ल के छ अब
नाइटासानको एउटा यहाँ झरना हेर्न आउँदैछौँ होइन झरना त्यसपछि यहाँ चाहिँ माछाहरू छन् रङ्गी बिरङ्गीका हजुर हजुर नाइटासान घुम्न चाहिँ एकदमै लायक ठाउँ हो यो चाहिँ खास घुमेर एक दिनभरिमा नै घुमेर नसकिने ठुलो क्षेत्र छ हजुर हजुर हामी लगभग अब हामीसँग समय धेरै पनि छैन 1 घन्टाभित्रमा जति हामीले घुम्न सक्छौँ हजुर हजुर त्यति ठाउँहरू चाहिँ मुख्य मुख्य यहाँका ठाउँहरू हेर्नेछौँ है त गाइस ओके हाम्रो चाहिँ अब एकदम यो नारितासँग चाहिँ नजिक रहेर अब छुट्टै समय भयो नि नारिता सम्बन्धी जानकारी भइसक्नु भएको हाम्रो ज्वाइँ साहब हुनुहुन्छ उहाँको चाहिँ अब वाक कलामा अब एकदम निपुण बोल्नलाई त कसले सक्नु भाषा ल ल यो सासत कुन सासत कुन पापा तो इसो निकुने सासत कुन दो देश का साकना मिताई देशो कोरे मोबाइल हो दामी जाने मोबाइल दामी देश आई यो झरना हो हैन अब हामी झरना खोला पहाडसँग त परिचितै मान्छे हौँ हामी त्यही पहाडबाट आएको मान्छे हौँ तर पनि अब यो झरना छङछङ गर्ने खोला अब यो प्रकृतिको उता कसलाई मन नपर्ला र होइन यो झरना कस्तो लाग्यो तपाईँलाई बुवा एकदम यहाँ अब यस्तो कहाँबाट आयो उहाँलाई के लाग्यो यो झरना चाहिँ पानी ल्याएर हाले हो कि प्राकृतिक के लाग्यो ठुलै छ अब यो हाले होइन होला दाइले कस्तो लाग्यो यो प्राकृतिक हो यो प्रकृतिबाटै उम्रेको चिज हो नि पानी त तर होइन यो हामीले चाहिँ यो झरना चाहिँ मानव निर्मित भन्ने कुरा थाहा पायौँ अहिले हेर्दाखेरि त एकदम प्राकृतिकै देखिन्छ होइन अब जापानिजहरू त अब हरेक कुरालाई अब विकास गर्न चाहिँ एकदम माहिर मान्छेहरू हुन् अब हेर्दाखेरि झट्ट हेर्दाखेरि कुनै रूपमा नि यसलाई चाहिँ मानव निर्मित भन्न नसक्ने खालको थियो तर प्राकृतिक रहेछ यहाँ फेरि अर्को विशेष ठुलो मन्दिर छ यहाँ हामी निरन्तर प्रकृतिसँग रमाउँदै घुम्दै खेल्दै हिँडिरहेको छ ल हाम्रो पानी खाने ल अन्तिममा चाहिँ यहाँ माछा हेर्ने भनेर आइयो यहाँ तालमा माछा पनि हामी यो सेतो देख्न सक्छौँ माछा तैरिरहेको माछा ट्याक्क हेरियो ल अब म भिडियो अन्त्य गर्छु अब के छ अन्तिममा यो समग्रमा कस्तो लाग्यो नारितासान एकदम रमाइलो रह्यो राम्रो रह्यो सुन्दर राम्रो ल अब यो भिडियोबाट अहिले चाहिँ हामी बिदा हुन्छौँ होइन ल सबैजनालाई नमस्कार छ होइन त ल ल ल ल ल ल जय साहब अब भिडियो अन्तिम चरणमा छ है ल हाम्रो भिडियोलाई हेरिदिनु होला हाम्रो सम्भव त युट्युबमा आउँछ हेर्ने दाइ मेरो युट्युबमा आउँछ यो च्यानलमा आउँछ शैलेश पुडासैन युट्युब च्यानलमा हेर्नु होला हाम्रो चाहिँ यो आजको भ्रमण हाम्रो लगभग यहीँ सकिन्छ हाम्रो यस भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद छ सबैजनालाई ल लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला सारिका चाहिँ नाका इता हितो कतो इताई ल सबिता चाहिँ भिडियो सासत गुण कोचिमिते नाका यो हितो कतो आर्यो सबिता केही छ ल भिडियोबाट म बिदा चाहन्छु तपाईँहरू सबैजनालाई भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद